साथीहरु आज म स्कुलमा छु पानी परिरहेको छ हैन विशेष तरिकाले म स्कुलबाट बाहिर आइसकेको छु यसरी स्कुलको बाहिर गेटैमा ढक्क लाएर चाहिँ यहाँ एकदम पानी परिरहेको छ विश्वास सर के भइरहेछ यहाँ सकिन्छ तर्न विश्वास सरको छ मेरो इन्जिनियर हो यहाँ ओहो बाडीले गर्नु गरेको छ तर उहाँले त कटाइदिनु भयो है एकदम गाडीहरुको लाइन भइरहेको छ यहाँ यताबाट आएको यो खोलाले एकदमै रोडीहरु बगाएर ल्याएर यहाँ गाह्रो बनायो बबाल बधाई छ एउटा गाडी चाहिँ नसकेर साइडमा बसिरहेको छ बाइकहरु छेउबाट हालिरहेका छन् तर फस्नी खाली हिलो हैन यस्तो छ के तल चाहिँ उते सारो हुने रहेछ यो साइडमा चाहिँ बालु हानी हैन यहाँ चाहिँ हल्का स्लो हुँदै रहेछ तर चाहिँ गइ नै हाल्छ के अब यहाँ अवस्था बिजोग छ भन्न पनि मिलेन सबै झर्छ अब हामी छौँ यति बेलामा मङ्गल जनविजय विद्यालयको बाहिरी प्राङ्गणमा छौँ विद्यालयमा विद्यार्थीहरू बसको लागि प्रोग्राम बसिरहेका छन् यो उछन् चट्टान जस्तो यो सिमेन्टेड भइरहेका छन् त्यता यो माथिको सिमेन्टेड जस्तो बगेर आएर होला है विद्यार्थी भाइ बहिनीहरू पनि भइरहेका छन् ढक्क लाएर बिचारा एउटा गाडी चाहिँ कहाँ पुग्थ्यो होला बस अघि सरले फोन गरेको तल खै झर्दैछ भनेको थिएँ मामटी पुगेकै छैन अरे यस्तै होला ल सरहरु जम्प गरौ है भित्केला मेरो मोबाइल छ ओहो चिप्ले त सिधै पाइन टाइट भयो त गयो उब्रिउ सरहरु आयु एक बार धन्नै गएको यार थियो रमाइलो भइरहेको छ पानी परेर विद्यार्थीहरू पनि बाहिर रोडलाई हेरिरहेका छन् गाइजहरू टक्क लाएर तीर्थ सर मजा लियो होइन त्यसो एकछिनसम्म गाडी फसेन यार जे होस् अहिलेसम्म ठिकै भए यो पनि कट्नु पर्यो के कसरी हुन्छ यो कट्नु पर्यो सबै मान्छेहरू रमाइलो तरिकाले हेरिरहेका छन् होइन यिनीहरूले हाल्ने आँट गरे अब हाल्छु भने है यिनीहरूले अब के गर्छ यो गाडी कट्छ त ओहो यस्तो बिचमा हामीले एकजना दाजुलाई यहाँनिर समाजसेवी भेट्यौँ है उहाँ चाहिँ मस्त लाएर चाहिँ बाटोको पानी चाहिँ झराउनको लागि चाहिँ झार्नको लागि सेवा गर्दै हुनुहुन्छ उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु म हामी यहाँ भिडियो बनाउने उहाँ चाहिँ काम गरिरहनु भएको छ टक्क रमाइलो बाहिर छ घर जाने होइन बस आउँदैन अरे अब ल है अब यहाँ के हुन्छ अब यहाँ ओहो धेरै माथिबाट हाल्नु भएको छ उहाँले अब के हुन्छ कट्छ के रोडीमा यो रोडी हो न ल बधाई छ बस आउँछ अहिले अब हाम्रो दाजुको स्कुटी के हुन्छ त यहाँनिर त्यता हो त्यसोमा चाहिँ बालुवा छ क्या त्यो साइडमा चाहिँ होइन यिनीहरूमा चाहिँ यहाँ चाहिँ चट्टान छ क्या गिट्टी नै छ क्या यहाँ चाहिँ केही हुँदैन अनि यो छेउमा आएपछि चाहिँ हुन्छ क्या त्यो हेर्नु न फस्दै त्यहाँ यहाँ चाहिँ रोडी बालुवा हुन्छ ल खस्यो दाइ खस्यो लुगा खस्यो आहा यता हेरौँ अब यहाँ उफ्रिँदै हुनुहुन्छ ए बिस्तारै खोला नै घटिसकेको छ अहिले चाहिँ ओके गाइस यहाँ हाम्रो अध्यक्ष दाजु तार्दै हुनुहुन्छ है ल है दाजु बगाउला है अब गाह्रो हुन्छ है यहाँ माटो खसिरहेको छ अब यसरी खस्दै जाने भने स्कुलको वाललाई पनि अलिकति समस्या देखिन्छ है माटो बगिरहेको छ सरहरू पनि हेरिरहनु भएको छ यतापट्टि हाम्रो अब भने डेन्जर छ धन्न ढुङ्गा बस्यो रोडमा गएन है ढुङ्गा चाहिँ अस्ति भर्खर एससीमा उत्तीर्ण विद्यार्थी भाइ बहिनीहरूको यहाँ चाहिँ ब्यानर बनाएर राखिएको छ यो मङ्गल जनविजय माध्यमिक विद्यालय योभन्दा अगाडिको वर्षले पनि यहाँ पुरै यसको चाहिँ यो अगाडिको भवन समेत समस्या पारेको थियो अहिले पनि
बिग्रिएका डेस्क बेन्चहरूलाई अहिले पनि मर्मत गर्ने काम भयो। तर्न सकिन्छ सकिन्छ ल चलाइ राजन सर बस कहाँ पुग्यो ढुङ्गा यहाँ माथिबाट झऱ्यो अहिले त्यो तलको ढुङ्गा नभए त्यो दुइटै तल जान्थ्यो अहिले त्यो ढुङ्गा भएको कारणले गर्दा अब यहाँ के बर्बाद भरिने भयो सब खोल्छ माथि अब खुसी हुनुभयो दाजु चाहिँ खुसी हुनुभयो अब यो झोला चाहिँ के हुन्छ त आउने त्यो घारे तरिका यही होला यो मान्छे सिपालु छ बस आयो अब विद्यार्थी भाइ बहिनीहरू घर जानको लागि तम तयार भएर दौडिरहेका छन् ब्याग लिनलाई ए बस आयो भाइहरू बस आयो हाम्रो विद्यालयको बस आयो बस आएको छ यता बाबु नानीहरूलाई तार्ने काम भइरहेको छ बाई ठुलो भएर फुत्त उफ्रेको छ है बाबु बसमा छिटो आज विद्यालयमा बस प्रवेश गर्न सकेन त्यसैले सानो खोलाले पनि बिगारेको छ भाइ बहिनीहरू चाहिँ खोला तरिरहेका छन् के भइरहेछ यहाँ सुदीप मजा होइन ओहो यो बुनेले के यस्तो यहाँ के भइरहेको छ नेपाल ओइ यति त तर्नु पर्ने हो यिनीहरूले के भन्नु ल माथि पुगेका तिनीहरू ओहो लङ जम्पमा त यिनीहरू के कमजोर रहेछ क्यारे ल हेर यो डराएको अघि त डराएको गेट चाहिँ निकाल्नु पर्ने रहेछ जाऊ यत्रो खोला तर्न भने काम हो सर तिमीहरू के गर्छ तिमीहरू के गर्छ तिमीहरू यति पनि जम्प गर्दैन हौ हुन्छ यति पनि जम्प गर्दैन हौ यसले फोर ल्याउँछ गाइस यसको अनुहार हेर्नुहोस् त फोर ल्याइनुहोस् भने हौ के हो बुढा पानी आयो बेला जाने हल्लाउनु सक्दैन हो स्याबास यतिको चाहिँ हुनु पर्यो यसले के गर्छ तर्न सकिन्छ त्यो बनाउँदैछ है मैले फुल भिडियो आज पुरै ब्लग यहाँ हल्का सम्म पारिदिएको छु नि मैले सिधा च्याको ठाउँबाट हाल्नु न बुढा